नमस्कार। म आज एउटा रेसिपी तयारी गर्दैछु। मुला, काउली, खुर्सानी र कागज बनाएर हजुरहरूको सामुन्ने देखाउँदैछु। कस्तो गर्छ हेरौँ है। अब यहाँ यसलाई काउली, मुला र कागती अनि खोर्सानी, त्यसपछि एउटा बन्दाको पनि तयारी गरिरहेको छु। मैले अलिकति हेलो है, के भन्ने हो यो मुला र काउली, आलु, मुला, काउली, त्यसपछि यो अनि रातो खोर्सानी, हरियो रातो खोर्सानी काटेर मैले खोर्सानीलाई मुला काटी, काउली, के अरे काउली, कागती सबै मिक्स अचार बनाउनलाई मिलाइरहेको छु। यसलाई चाहिँ मैले पहिला मुलालाई काटेँ, त्यसपछि नुन बेसार हालेर त्यसलाई मोलेँ, त्यसको पानी टक्काएर 2-3 घन्टा 4 घन्टा सुकाइदिएँ घाममा। काउलीमा पनि त्यसै गरेँ। त्यसपछि खोर्सानी चिरेर तोरीको तेलमा फ्राई गरेँ, त्यसरी यहाँ राखेँ। अब त्यसपछि मैले मसला तयार गरेँ। मसला तयार गर्दाखेरि जिरा, धनियाँ, अनि सुप, ज्वानो, मेथी, खोर्सानी, अलिअलि गरम मसला पनि, त्यसपछि यो टिमुर, मैले यहाँ भयो जति मसला सबै प्रयोग गरेको छु। त्यसपछि अब यता तोरीलाई अलिअलि भुटेँ, कालो तोरी अनि पहेँलो तोरी पनि अलिकति दुईवटा मिक्स गर्दैछु। यसलाई अब यहाँ फेरि अर्को एउटा र त्यो खोर्सानीलाई एउटा अर्को अलग्गै कालो बन्दा हो। बन्दा चाहिँ यसलाई चाहिँ एउटा सानो सिसीमा हाल्नु पर्यो। यसको ट्राई गर्नु पऱ्यो भनेर बनाइरहेको छु। यसको त हामीले प्रायः गरी खाइ नै राखेको हुन्छ, भिडियो बनाउनु लागेको छु म। अब यसमा मसला पहिला कागती हाल्दैछु। यहाँ अब कागज काटेर राखेको मैले सबै पखाला। त्यसपछि अब यो मसला ल यसलाई सबै मसला यसरी मिलाएर छु। कहिले यसलाई यति नै भयो हुन्छ होला। यो पहेँलो तोरी, यो रातो तोरी, त्यो सर्स्यो हो, यो पहेँलो तोरी हो। दुइटै मिक्स गरेर मैले लगाउँदैछु। त्यसपछि बेसार पहिला नै अलिअलि राखेको छु मैले पछि गर्दाखेरि त्यसो निचेर गएको छ। फेरि अहिले अलिअलि 1 चम्चा गराएर राख्दैछु। त्यति भए हुन्छ। नुन पनि पहिला गरेको राखेको छु। त्यो निचोदाखेरि अलिअलि रस भयो, फेरि कम भयो भने अलिकति हात जोडेर तयारी गर्दैछु मैले। यदि हाल्नु पऱ्यो अहिले यो पहिला नै अलिअलि लगाएको नुन। यति भएपछि यसलाई चाहिँ राम्रोसँग मोल्ने। तोरीको तेल मैले उसमा के अरे खोर्सानी फ्राई गर्दा त्यहाँ तताएर हाले हो। नपुगे फेरि हाल्नुपर्छ, पुगेन भने। यसो गरेर सबै मजाले मोलेर अनि राख्नुपर्छ सिसीमा। सबभन्दा राम्रो काँचोको सिसी भए राम्रो हो, त्यसमा नभए प्लास्टिक पनि हुन्छ। जसरी मोड्नुपर्छ, बेसरी मोड्नुपर्छ। मोडेपछि सबैतिरलाई यो मसला लगाएपछि झट्ट राख्न सजिलो हुन्छ। बेसार हाल्नु पऱ्यो। यो कालो बन्दा हो। कालो बन्दा र कागजमा भित्र बन्दा, रातो कालो हुँदै कालो बन्दा हो।
यसलाई पनि काटेर पानीमा काटेर नुन हालेर नुन बेसी हालेर निचोरेर अनि एकछिन मैले घाममा सुकाएको थिएँ। अब यसलाई मसला यसलाई पनि मसला हाल्नु पऱ्यो। यो मसलामा सबै थोक छ यसमा माथि यो राम्रो सबै थोक छ। यसमा जिरा धनियाँ खोर्सानी ज्वानो टिमुर सबै हालेको छ। एउटा लसुन चाहिँ मैले हालेको छैन, लसुन चाहिँ नहाल्ने अनि लसुन तेजपत्ता सबै हालेको छु। तेजपत्ता कस्तुरी मेथी सबै हाले। यो ल तोरी मरेपछि पनि भयो। ल यसलाई यसरी सबै मसला हालेर एकछिन यसो राखेर यसरी मोलेपछि यो सबै ठाउँ पुग्छ र अनि टेस्टी पनि बन्छ, राम्रो पनि बन्छ, नरम पनि बन्छ। अनि यो घट्दै जान्छ कि अब यो खाना पनि अहिले खाना पनि मिठो हुन्छ। अब अहिले खाना पनि हुन्छ, 2-4 दिनपछि खाना झन् राम्रो हुन्छ। यो पहिल्यैदेखि नै सुरुदेखि मुलाकातदेखि नै बनाएर म देखाउने कोसिस चाहिँ गर्छु। अहिले चाहिँ मैले बनाइसकेको थिएँ, पहिल्यै काटिसकेको थियो। फेरि अर्कोचोटि गर्न सक्यो भने यो राम्रो भयो, सबैले मन पराउनु भयो भने म फेरि नै म यस्तै अचारको रेसिपी बनाउँदै हाल्दै गर्छु, सानो सानो भिडियो। साथीहरू सबैले मन पराइदिनु होला, हेरिदिनु होला। र नजानेहरूले बनाएर यसरी सिकेर पनि गर्न सक्नुहुन्छ। तरिका त यही हो, मैले भनिहालेँ सबै। अब यसलाई सिसीमा राखेर प्याक गरेर राखिदिने हो, ठिक हुन्छ। यो चाहिँ के अरे बन्दाको मात्रै हो, जति खानु छ त्यति ल्याउनुहुन्छ यो अचार। यो त्यो अझ खुवाइ यसमा हाल्नु कि यसमा बिस्तारै अलिअलि मिलाएर यसलाई चाहिँ सिसाको भए राम्रो हुन्थ्यो। यो के अरे प्लास्टिकमा भन्दा अब त्यही हुँदा यसो हुन्छ। जति मजाले खान्छ त्यति आउँछ यसमा। अहिले नहाले पनि हुन्छ छ त, मैले काबी हालेको छु।
यसलाई चाहिँ टक्क अब खाँदैछ नि त तिनीहरू यसो दलेपछि सोल्नु भयो राम्रो हुन्छ खानु पर्यो हुन्छ होला दुईवटा सिधो भयो नि ए अब यस्तै गरेपछि भयो दुईवटा यति भएपछि लास्ट भयो तिनवटा भाँडा भयो डेडीले 3 पल्ट अचार हालेर दिदी भिजाएको छ यसलाई बिल्कुल टाइट गरेर लाउनुपर्छ राम्रो टाइट गरेर र घाम यसलाई चाहिँ घाममा राखेको अति राम्रो घाम नहुँदाखेरि चाहिँ अब भित्र होइन अनि आफ्नो घरमा बनाएको राम्रो ओरिजिनल अर्ग्यानिक काउलीको अर्ग्यानिक मुलाको र कागतीको अचार बनाएर आफ्नो घरमा बनाएर खान सक्नुहुन्छ सबैले यसलाई हेरिदिनु होला मन पराइदिनु होला भन्ने म यही साथीहरूमा सबै गर्दछु र भयो यति नै हो आजको लागि यसै बेलामा म साथसाथ भिडियो हाल्दै गर्छु सधैँ साथीहरू मन परायो होला